दुःख नहोस्। परदेशी हुँदाको त्यो रुवाई साँच्चै दर्दनाक हुने रहेछ। करिब 12 घण्टापछि म काठमाडौँ पुगेँ। होटलमा मसँग केही युवाहरूलाई राखिएको थियो। म जस्तै कैयौं युवाहरू आफ्नो परिवारलाई छोडेर 7 समुद्र पारको शहरमा जानका लागि तयारीमा थिए। हाम्रो सपना एउटै थियो, धेरै पैसा कमाएर ऋण तिरेर फर्किने। एउटा सुनौलो सपना बोकेर त्यो रातभर परिवारलाई सम्झेर रोएँ, सुक्ख सुक्ख गरेँ। म जस्तै अरू पनि रोएका थिए होलान् त्यो एकान्त र अँध्यारो कोठामा। भोलिपल्ट हाम्रो उडान थियो। बिहान परेपछि हामी सबैलाई एयरपोर्ट लगियो। त्यहाँ हजारौं युवा युवतीहरू विदेश जान भनी आएका थिए। कठै मेरो देशको हालत। देशले भने जस्तो रोजगार दिन नसकेपछि सबैजना विदेशिनु स्वाभाविक नै हो। कोही रहरले जाने थिए होलान्, तर धेरैजसो त म जस्तो बाध्यताले जानेहरू थिए होलान्। जो बाध्यताले जानेवाला थिए ती सबैका अनुहार लत्रिएका थिए। केही बेरपछि हाम्रो उडानको बेला भयो। बिस्तारै म प्लेनमा चढेँ। बिस्तारै प्लेन गुड्न थाल्यो। त्यो बेला मेरा आँखाबाट टप्प टप्प आँसु खसेका थिए। बिस्तारै प्लेनले खाडीतर्फ उडान भर्यो। मैले बिस्तारै आफ्नो देशको भूमि छोड्दै थिएँ र आँसु पनि झर्दै थिए। केही घण्टाको उडानपछि म खाडी देशमा आइसकेको थिएँ। नौलो देश, अनौठो भाषा, रहनसहन सबै फरक। भैरनदेखि घरका उचाइहरू सबै ठूला ठूला। केही बेरपछि हामीलाई गाडीमा हालेर गन्तव्यमा लगियो। एउटै कोठामा 6 जनालाई राखिएको थियो। डबल बेड थियो फलानको। केही दिनपछि हाम्रो मेडिकल गरेर सबै कुरा सकिएपछि काममा लगियो। मेरो काम शौचालय सफा गर्नुपर्ने थियो। हामी नेपालीको पढाइ नभएपछि यस्तै काम गर्नुपर्ने रहेछ। त्यस्तो काम गर्दा त सुरुमा मेरो आँखाबाट आँसु झरेका थिए, तर गर्नै पर्ने बाध्यता थियो। काम नगरे नेपालको जग्गा कब्जा हुने डर थियो। परिवारको खुसीको लागि यहाँसम्म आएपछि गर्नुपर्ने अडान बोक्नु पर्दो रहेछ। मन रोए पनि कुनै काम सानो र ठुलो हुँदैन भनेर काम गर्न थाले। दिनभरि काम गरेर रातभरि परिवारको यादमा आँसु खस्ने गर्थ्यो। बिहानको निद्रा पूरा हुन नपाउँदै छिटो उठेर फ्रेस भएर ड्युटी जानुपर्ने। नगए पैसा काट्ने डर थियो। खाजा र खाना हरेक दिन चिसो खानुपर्ने भयो। ड्युटीमा तातो खान्छौँ भन्न नपाइने रहेछ। परिवारसँग बसेर खाएको धेरै याद आउँथ्यो। के खाँदै होलान्, के गर्दै होलान् भनेर चिन्ता लागिरहन्थ्यो। फोन गरून् भने घरमा कोसँग फोन थियो र परिवारको न्यास्रो लागिरहनुहुन्थ्यो। दिनहरू बितेको पत्तै भएन। आफ्नो काम गर्दै गर्दै 1 महिना बित्यो। मेरो पहिलो तलब आएको थियो। त्यति धेरै पैसा देख्दा म खुसीले दङ्ग भएको थिएँ। आफ्नो एउटा मोबाइल किने र श्रीमतीको नाममा पैसा पठाएँ। आधा ऋण तिर्न, आधा घर खर्च। तर मेरो घरमा फोन थिएन। मैले त्यही पसले साउको ल्यान्डलाइन फोनमा कल गरेँ र आफ्नो परिचय दिएँ। गाउँबाट विदेश गएको गाउँमा महत्त्व धेरै नै रहेछ आजको समाजमा। पसले साउको आदर सत्कार सबै सोधेर मैले मेरो घरमा खबर गरिदिनलाई भने। अनि 10 मिनटपछि कल गर्छु भनेर भने। उनले पनि हुन्छ भने। 10 मिनटपछि मैले कल गरेँ। यो पटकको आवाजले मेरो आँखाबाट बरबर आँसु खसेका थिए। मेरी श्रीमती र मेरो छोराछोरी सबैजना आएका थिए। म घरमा नहुँदा उनीहरूले कति याद गरे भन्ने कुरा ती आँसुले जताइरहेको थियो। मलाई पनि सबैको याद आएको खबर गरेँ। अनि म आफू यहाँ सन्चो भएको कुरा पनि गरेँ। पैसा पठाएको नम्बर लेखाएर मैले सबैसँग बिदा मागेको थिएँ। फोन राखिसकेपछि कम्तीमा भए पनि मन हल्का भएको थियो। यतिका दिनपछि जे जस्तो भए पनि आफ्नो परिवारसँग बोल्न पाएको थिएँ। मेरो नम्बर टिपाउन लगाएको थिएँ। त्यसपछि श्रीमतीले पैसा झिकिसकेको र आधा ऋण तिरेर आधा पैसा घर खर्च राखेको जानकारी उनले नयाँ फोनबाट गराएकी थिइन्। दिनहरू बित्दै नै गए। हरेक महिना पैसा पठाउँदै गएँ, ऋण तिर्दै गएँ र घरको खर्च टार्दै नै जाँदै थिएँ। घरमा पनि सुधार हुँदै नै गयो। सबैजनाले नयाँ नयाँ लुगा लगाउन थालिसकेका थिए। मेरो परिवार एकदमै खुसी थियो। उनीहरूको इच्छा वर्षौंपछि पूरा जो भएको थियो। उनीहरूको खुसीको लागि म यहाँ भोक निन्द्रा सबै बिर्सेर सङ्घर्ष गरिरहेको थिएँ। हामी इमोमा कल गरेर बोल्ने गर्थ्यौँ। सबैजनाले मलाई कहिले आउने भनेर सोध्ने गर्थे। म छिटै आउने कुरा गर्थे। केही पैसा कमाएर हरेक दशैंमा उनीहरू नयाँ नयाँ लुगा लगाएर हिँड्थे। म खुसी हुन्थे। हिजोका दिनसम्म सबैले टालेका लुगा,
पुराना लुगा लगाएको सम्झिन्छु। साँच्चै त्यो दिनहरू फेरिएका थिए। हाम्रो परिवारले पनि अरू सर मिठो खाना पाएका थिए, राम्रो लुगा गहना लगाउन पाएका थिए। अनि म उनीहरूको खुसीको लागि कहिले चिसो एसीभित्र त कहिले तातो खाडीको गर्मीमा पसिना बगाएर एक एक पैसा जोड्थेँ। आफ्नो लागि कहिले केही किनिन, न लुगा न कुनै रत्नहरू। मेरो सबैभन्दा ठुलो चिज भन्नेकै मेरो परिवार थियो। विदेशिएपछि गाउँघरका सबै मान्छे आफन्त बोल्न थालेको कुरा श्रीमतीले सुनाउँथिन्। छोराछोरीको पनि पढाइ राम्रो हुँदै गएको कुरा सुनाउँथिन्। छोरीले त 8 कक्षामा प्रथम भए भनेको सुन्दा म धेरै खुसी भएँ। आफ्नो बाबा र आमाले मलाई पढाउन नसके पनि मेरो छोराछोरीले धेरै पढुन्। घरको रङहरू फेरिएका थिए होलान्, बाटोघाटो बनेका होलान्। म सोध्न चाहन्थे सबै, तर मेरो कुरा सुन्ने फुर्सद कहाँ थिए र मेरी श्रीमतीलाई? उनी त रमाएकी थिइन्, सबैको इच्छा जो पूरा गरिरहेकी थिइन्। एक दिन फोन गरेर भने, अब त धेरै नै साल बितिसक्यो बाहिर बसेको पनि, तिमीहरूको धेरै याद आइरहेको छ। सबै ऋण पनि तिरिसक्यो, केही पैसा पनि जोडियो। यसपालिको दशैंमा आउँछु म त। मेरी श्रीमतीले नआउनलाई भनिरहेकी थिइन्, तर 5 साल बितिसकेको कारण धेरै याद आएको कारण आउनलाई कर गरेँ। छुट्टीमा आउने र परिवारसँग समय बिताएर फेरि फर्किने कुरा गरेपछि मात्र उनले मानिन्। तर मलाई अब परदेशको यात्रा पुगिसकेको थियो। म यहाँ बसेर आफूबाट पैसाको कारण परिवार टाढिएको देख्न सक्दिन थिए। त्यसैले म कहिले नफर्किने गरी नेपाल जाने निर्णय गरेँ। यहाँ पाएको दुःख, पीडा, आँसुले मेरो मन हरेक दिन पोल्ने गरेको थियो। त्योभन्दा धेरै आफ्नो परिवारले मलाई बुझ्न सकेको थिएन। न हालखबर न त सन्चो बिसन्चो। उनीहरूलाई त केवल पैसा भए पुग्थ्यो। आफ्नो परिवारले नै छुटाउने पैसा मलाई पुगिसकेको थियो। आफ्नोपन र साँचो माया त केवल गरिबीमा नै मिठो हुने रहेछ। पैसा भएपछि त मायाको रङ नै फेरिने रहेछ। यसपालिको दशैंमा आउने कुरा गरेको थिएँ। यो सुन्नासाथ श्रीमतीले आफ्नो लागि राम्रो सुनको सिक्री र साडीहरूको माग राखिन्। छोराले आइफोनको माग राख्यो। छोरीले त माग्ने अवसर नै पाइनन् बिचारीले। म आफैले बुझेर खेलाउनलाई ल्याइदिने विचार गरेँ। धेरै बेर बोल्न चाहना हुँदा उनीले पनि उताबाट फोन काटिन्। त्यो पल मन कटकट दुखेको थियो। तर पनि अब सदा सदाको लागि गाउँ जाने भएपछि आफूलाई सम्हाले। यस्तै नै रहेछ परदेशी जीवन। घाम पानी नभनी आफ्नो परिवारको लागि मरि मेट्यो, तर आफ्नो परिवारले भने भौतिक कुरामा रमाइरह कमाउने मान्छेको लागि नै समय दिन सक्दा रहेनछन्। सबैले टाढा बनाएका थिए। यो फेसबुक, टिकटक, इन्स्टा, पब्जीले आफ्नो परिवारसँग बोल्न पनि आजकल समय हुँदैन। एकअर्कासँग सायद कलियुग भनेकै यही होला। पैसाको जात नै जाली, नहुँदा आफ्नोपनको धेरै ख्याल लाग्ने, पैसा भएपछि आफ्नोपन हराउँदै जाने। हामी परदेशीहरू कोठामा आफ्नो दुःख सुख साटेर बस्ने गर्थ्यौँ। कसैले आफ्नो श्रीमती अर्कोसँग भागेको कुरा सुनाएर दुःखी हुन्थ्यो, त कसैको श्रीमतीले सबै पैसा लुगा, गहना र मेकअपको सामान किनेर सकेको कुरा गरेर दुःखी हुँदै सुनाउँथे। आखिर सबैको केही न केही समस्या हुँदो रहेछ। अनि सबैको परिवारले हाम्रो मन बुझेका हुँदा रहेनछन्। नेपाल जानको लागि मैले क्यान्सल पेपर कम्पनीमा हालेको थिएँ। लगभग 1 महिनापछि पठाउने निश्चित गरियो। परिवारले भने बमोजिम श्रीमतीको लागि सिक्री र साडीहरू किने, अनि छोराको लागि आइफोन, अनि छोरीको लागि गुडिया। अनि आफ्नो लागि मसँग जवाफ थिएन। आफ्नो लागि के किन्नु होला र? परिवारको खुसीको लागि नै खाडी पसेको थिएँ। अब जाने बेला पनि त उनीहरूकै लागि सामान किनेर जाँदैछु। आफ्नो लागि त परिवार नै सबै थोक थियो। यसपालिको दशैं चाहिँ खुसी साथ परिवारसँग मनाउने कुराले मेरो मुहारमा चमक आएको थियो। नभन्दै दशैंको टिकाको 3 दिन अगाडिको मेरो फ्लाइट हुने भयो। सबै सामान किनेर त्यही पहिलोचोटि परदेश आउँदा लगाएको पुरानो लुगा नै लगाई कोठाको सबै साथीसँग बिदा मागेर म केही दिनपछि नेपालको लागि उडान भरेँ। मनभरि खुसीका लहरहरू साँचेर 5 सालपछि पुनः परिवारसँग एक भएर दशैं मनाउने उद्देश्यले मलाई देखेर कति रमाउलान् होला, यही सोचेर म उडेँ। केही घण्टाको उडानपछि म नेपाल पुगेको थिएँ। यतिका सालपछि आफ्नो जन्मभूमिमा पाइला टेक्दा धेरै खुसी लागेको थियो। धेरै थोक परिवर्तन भइसकेको रहेछ। परिवारको यादले तानेर लगेको थियो मलाई। सधैँ भिडियो कलले जिन्दगी त कहाँ बिताउन सकिँदो रहेछ। आफ्नो परिवारसँग सँगै बसेर खान, रमाइलो गर्न मन लाग्दो रहेछ। पहिलो दशैं मनाएर गएको आज फेरि वर्षौंपछि दशैं मनाउन आएको थिएँ। अनि सधैँको लागि आफ्नो परिवारसँग बस्न आएको थियो। मन झुरुक्क भएको थियो। कति रमाउँछन् होलान् मलाई देखेर, रुन्छन् होलान् वर्षौंपछि देख्दा, सम्झिँदा पनि मन भारी भएर आएको थियो। त्यसै साँझ म गाउँको गाडी चढेँ। मन फुरुङ्ग भएको थियो।
सबैजना खुसी थिए म आउने कुराले। गाउँ बिहानै झरेर म आफ्नो घरतर्फ जाँदै गर्दा केही पर पुगेपछि पसले साउजी आफ्नो पसल खोल्दै थिए। नजिक गएर बोलेपछि उनी पनि दङ्ग परेका थिए। केही बेर बोलेपछि म आफ्नो घर अगाडि पुगेँ। मेरो त्यो झुप्रो घर अहिले टिनको घर भइसकेको रहेछ। सिमेन्ट प्लास्टरका भिट्टामा रङहरू पोतिएको रहेछ। मैले श्रीमतीलाई आवाज दिएँ। मेरो आवाज सुनेर सबैजना आए। मेरी छोरी आएर बाबा आउनुभयो भन्दै खुसीले रुन लागि। आफ्नो छोरीको आँखाको आँसु पुछे र आफूलाई सम्हाले। चुलोमा पाक्ने खानाहरू ग्यासमा पाक्न थालेछन्। मेरो छोराछोरी अनि श्रीमतीको कपडा लगाई आधुनिक थियो। जे होस् जिन्दगीले कोल्टे फेरेको थियो। घरमा टिभी, दराज, पलङ इत्यादि सबै जोडेकी रहेछन् श्रीमतीले। मैले हातखुट्टा धोएर कोठाभित्र गएँ। भोलि टिका थियो। श्रीमतीले मलाई पानी दिँदै भनिन्, कति महिनाको छुट्टीमा आउनुभएको? उनको प्रश्नमा मसँग जवाब थिएन। थाहा थिएन उनी माया जताउँदै थिइन् कि मलाई टाढा बनाउँदै थिइन्। म चुपचाप बसेँ। एकैछिनमा छोरा आएर भन्यो, बाबा खै मेरो आइफोन। सुटकेस खोलेर मैले उसको आइफोन दिएँ। थ्याङ्क यू बाबा भनेर खुसी भएर मोबाइल खोल्न थाल्यो। त्यसै गरी श्रीमतीलाई पनि उसले भने बमोजिम उसको गहना र साडीहरू दिए। उनी पनि खुसी भएर लगाउन गइन्। छोरीको लागि मैले गुडिया लिएर आएको थिएँ। उनी केही पर बसेर मलाई हेरिरहन्थिन्। मैले उनलाई बोलाएर भने, छोरी आऊ, तिम्रो लागि पनि मैले गुडिया लिएर दिएको छु। त्यतिन्जेलसम्म छोरा र श्रीमती पनि आइसकेका थिए आफ्नो सामान लगाएर। मेरी छोरी मेरो नजिक आएर आँखाभरि आँसु पार्दै भन्न थालिन्, बाबा हजुर यतिका सालपछि विदेशबाट आउनुभयो। सबैजनालाई आफ्नो सामान पाएकोमा खुसी लाग्यो, तर हजुर सकुशल आउनुभएकोमा कोही खुसी छैनन्। न त हजुरलाई सन्चो बिसन्चो नै सोधे। हाम्रो लागि 5 सालदेखि त्यो नौलो सहरमा भोक प्यास केही नभनी मरिमेट्नुभयो, तर कसैले हजुर आएकोमा खुसी मनाएनन् बाबा। मलाई अरू केही चाहिँदैन, बस अब हामीलाई छोडेर कहिल्यै नजानुहोस्, हामीसँगै रहनुहोस्। मलाई हजुरले यही उपहार दिए पुग्छ दशैँको। छोरीको कुरा सुनेर मेरो आँखा रसाएर आएका थिए। छोराले मलाई बुझ्न सकेन, न त श्रीमतीले नै। सबै पैसामा अन्धो बनेका थिए। मलाई केवल छोरीले बुझेकी थिइन्। मेरो दुःख पीडा सबै उसैले मात्र देखेकी थिइन्। सानै भए पनि उसले बुझ्ने छोरी प्राप्त गर्नु त्यसै भनिएको भइन रहेछ नि, छोरी सौभाग्यले मिल्छ भनेर। आज म धेरै खुसी छु भगवानले मलाई यति बुझ्ने छोरी दिनुभएकोमा। मेरो र छोरीको कुरा सुनेर मेरी श्रीमती र मेरो छोराको आँखामा पनि आँसु आएका थिए। पैसा र भौतिक वस्तुको अगाडि आफ्नो मान्छेको महत्त्व नगरेकोमा दुवैजनालाई पश्चाताप भएको थियो। अन्ततः उनीहरू पनि मेरो नजिक आएर माफी मागे। एउटी छोरीले सबैको आँखा खोलिदिएकी थिइन्। केही पैसाको मोहमा अन्धो भएको मेरो परिवारलाई छोरीको मायाले भरिएको शब्दले आँखा खोलिदिएका थिए। भले पैसाले जति नै हाहाकार नै किन नगरोस्, मौन रहेको मायाले अन्तमा जित्दै रहेछ। फेरि पुनः हाम्रो परिवार एक भएको थियो। बेलुका सुत्ने बेलामा मेरी श्रीमतीले आँखाभरि आँसु पार्दै मसँग माफी मागिरहेकी थिइन्। मैले सारा कुरा भुलेर उनलाई अँगालिएर भने, केही छैन, यो पैसा भन्ने जातै नराम्रो हुने रहेछ, तिम्रो दोष छैन, जे गर्यो सबै पैसाले गर्यो। कुनै जमानामा मलाई देख्न साथ लुक्ने छिमेकीहरू गफ गर्न आएका थिए। घरमा यो चोटिको दशैँमा खसी ढालेको थियो। वर्षौँ अघिको दशैँ र अहिलेको दशैँ सम्झिँदा आकाश र पातालको फरक थियो। श्रीमती छोराछोरी सबै नै खुसी थिए। खाना पकाइसकेपछि टिका लगाउने समय भयो। पालै पालो टिका लगाएर आशीर्वाद दिँदै दक्षिणा दिए। अनि टिका लगाइसकेपछि सबैजना सँगै बसेर खाना खाएका थिए। मेरी छोरीको गहिरो कुराले गर्दा आज मेरो परिवार एक भएको थियो। साँच्चै म गर्व गर्छु छोरीको बाबा भएकोमा। छोरीलाई बाबाको परी किन भनिन्छ भनेर बल्ल बुझ्दै थिए, किनकि उसले मात्र बाबाको परिश्रम बुझेकी हुन्छे। यसपालिको दशैँ जे होस् हाँसो खुसी बिताउन पाएको थिए, अनि यो खुसीको श्रेय मेरो छोरी थिए। त्यो रात म कोठाभित्र बसेर छोरीको अनुहार हेरिरहेको थिएँ। आँखा रसाएका थिए, तर मनभित्रको खुसीले पूर्णता पाएको थियो। मैले मनमनै सोचेँ, यो सालको दशैँ मेरो लागि, मेरो परिवारको लागि साँच्चीकै विशेष भयो। पैसाले सबै कुरा किन्न सक्दैन भन्ने कुरा मैले बुझेँ। सन्तानको माया र समझदारीले मात्र परिवारको शान्ति र खुसी कायम राख्छ। भोलिपल्ट बिहानै उठ्दा सबैजना ऊर्जा र उत्साहले भर्नेका थिए। छोराछोरी हाँस्दै दौडिए। मेरो छोरीले मलाई अँगालेर फेरि भनिन्, बाबा तपाईँ फर्केर आउनुभयो, अब हामीलाई केही कमी छैन। मैले आँखा भिजाउँदै मुस्कुराएँ। त्यही क्षण मैले महसुस गरेँ
परिवारको प्रेम र आपसी समझदारी पैसाभन्दा बढी मूल्यवान हुन्छ। यो अनुभवले मलाई जीवनको वास्तविक खुसी के हो भन्ने कुरा सिकायो। त्यस दिनदेखि हाम्रो घरमा नयाँ जीवन सुरु भयो। त्यो पुरानो टिनको घर, पुराना दिनका सम्झना सबै अब खुसीको स्मृतिमा बदलिएका थिए। हामी सँगै प्रेम र विश्वासका साथ जीवन बिताउन थाल्यौँ। छोरीको मायाले मात्र नभई परिवारको एकता, समझदारी र सन्तानको श्रद्धाले हाम्रो जीवनमा नयाँ रौनक ल्यायो। मैले मनमा नै बाचा गरेँ, अब कहिले नै पैसाको मोहले हाम्रो सम्बन्धलाई कमजोर पार्न नदिने। त्यो वर्षको दशैं मेरो जीवनको सबैभन्दा सुखद र सम्झना योग्य दशैं भयो। सारा परिवारसँगै हाँसो, आँसु र माया भरी वास्तविक खुसीको अनुभूति गर्दै बितायौँ।